गुड इभिनिङ यहाँहरू सबैजनालाई म फेरि पनि आजको यो भिडियोमा म वेलकम गर्न चाहन्छु। सो आजको भिडियो चाहिँ एकदमै इम्पोर्टेन्ट भिडियो रहनेछ, एकदमै महत्त्वपूर्ण भिडियो रहेको छ। सो यो भिडियोलाई चाहिँ स्किप नगरिकन लास्टसम्म हेर्नु होला र लास्टसम्म हेर्नुभयो भने तपाईँले धेरै कुराहरू सिक्नुहुनेछ र त्यो सिक्नुभएको कुराले तपाईँको ट्रेडिङ जर्नीमा पनि तपाईँले अलिकति त्यसमा एनालाइज गरेर चाहिँ तपाईँ अघि बढ्नुभयो भने चाहिँ तपाईँको लागि एकदमै नलेजेबल भिडियो यो रहनेछ है। सो विशेष गरेर तपाईँलाई म एउटा के कुरा भन्न चाहन्छु स्टार्टिङमै, सब्सक्राइबको लागि भन्दिनँ, तर एउटा के कुरा भन्न चाहन्छु भने ट्रेडिङमा तपाईँले जति पनि कुराहरू सिक्नु भएको हुन्छ, तपाईँले जति पनि टपिकहरू पढ्नु भएको हुन्छ, यदि छैन भने जति पनि ती पेन्डिङ कुराहरू रहन्छन् सिक्नलाई, बुझ्नलाई, जान्नका लागि, त्यो हर कुराको उति नै महत्त्व रहन्छ है। एक्जाम्पलको लागि चाहे त्यो ट्रेन लाइन किन नहोस्, चाहे त्यो तपाईँको ट्रेन किन नहोस्, चाहे त्यो तपाईँको क्यान्डल स्टिक किन नहोस्, चाहे त्यो इन्डिकेटर किन नहोस्, चाहे त्यो टाइम फ्रेम किन नहोस्, चाहे त्यो रिस्क रिवार्ड रेसियो, स्टप लस, यिनीहरू किन नहोस्, ट्रेडिङमा हर कुराको उति नै के छ महत्त्व छ। चाहे त्यो ब्रेकआउट किन नहोस् है, हर कुराको उति नै के छ महत्त्व छ। एउटा सानो एक्जाम्पल के दिन चाहन्छु भन्दाखेरि जब म सानो हुन्थेँ होइन, जब सानो थिएँ त्यतिखेर टाउको दुख्थ्यो, मलाई लाग्थ्यो कि यो टाउको दुखाइभन्दा ठुलो केही छैन, त्यो बिमार केही छैन। र कहिलेकाहीँ दाँत दुख्थ्यो, त्यो दाँत दुख्दा जस्तोको बिमार केही छैन। कहिलेकाहीँ लाइक मम्मी बुवाको केही उत्पटाङ गर्दाखेरि पिटाइ खान्थेँ, त्यतिखेर लाग्थ्यो त्यो पिटाइ, त्यो दुखाइभन्दा ठुलो केही छैन। सो भन्न खोजेको सबै कुराको महत्त्व, सबै कुराको दुखाइ उति नै हुन्छ के। सो सेम थिङ एज यहाँनिर पनि हर इन्डिकेटर चाहे हर कुरा होस्, जेसुकै होस्, ट्रेडिङमा सबैको महत्त्व उति नै हुन्छ। आज म तपाईँलाई यो भिडियोमा देखाउने छु कि एउटा क्यान्डल स्टिक प्रपर क्लोज नभइकन ट्रेड लिँदा चाहिँ कति साह्रो थैया हुन्छ त भनेर चाहिँ आजको यो भिडियोमा म देखाउने छु। र यो कुरा ती व्यक्तिहरूले बुझ्नेछन्, ती ट्रेडरहरूले बुझ्नेछन् जसले भोगेका छन्, जसले ट्रेड गरेका छन् है। र यदि तपाईँ पनि त्यही सिचुएसनमा पर्नु भएको छ र यो कुरा तपाईँले भोग्नु भएको छ ट्रेडिङ गर्दाखेरि भने चाहिँ तल कमेन्ट बक्समा चाहिँ कमेन्ट गर्न नभुल्नु होला है। सो आजको यो भिडियो मैले बनाउनुको एउटै उद्देश्य छ कि तपाईँलाई नलेज दिनको लागि। कुनै टाइममा मैले पनि ट्रेड गर्दाखेरि, मैले पनि ट्रेड लिँदाखेरि चाहिँ मैले पनि यो कुराहरू के गरेको छु, भोगेको छु। तर तपाईँहरूले चाहिँ नभोगुन् भनेर चाहिँ है, अब आउने जुन बिगिनर ट्रेडर, जुन नयाँ ट्रेडर हुनुहुन्छ जसले भोग्नु भएको छैन, उहाँहरूले नभोग्नका लागि चाहिँ आजको भिडियो मैले बनाएको। सो यो भिडियोलाई चाहिँ तपाईँहरूले आफ्नो जो नयाँ ट्रेडर हुनुहुन्छ, साथीहरू हुनुहुन्छ, उहाँहरूलाई पनि सेयर गर्नुहोस् ताकि उहाँहरूले पनि यो कुराहरू बुझ्नु भएको होस्। सो आउनुहोस् आजको यो भिडियोमा चाहिँ म त्यो कुरालाई चाहिँ तपाईँलाई देखाउने छु, तपाईँलाई म अझ स्पष्ट पार्नेछु। सो यो चाहिँ हाम्रो एउटा चार्ट छ र यो चार्टमा तपाईँले जाल्पा सामुदायिक लघु वित्तीय संस्था लिमिटेड भनेर चाहिँ तपाईँले यो स्टक को चार्ट तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ। र यहाँनिर यो डे टाइम फ्रेममा छ, हामीले डे टाइम फ्रेममै हामीले के गर्छौँ, ट्रेड लिन्छौँ। र यो स्टकको प्राइस भनेको चाहिँ एकदम महँगो छ, जुन तपाईँले यो कर्नरमा हेरेर देख्न सक्नुहुन्छ। सो एज अ हाम्रो युट्युबको जुन यो भिडियो छ, यसको टपिक अनुसार म तपाईँलाई अब बताउँछु कि त्यो टपिकमा थियो कि के त्यो क्यान्डल स्टिक क्लोज नभइकन जुन हामीले ट्रेड लिन्छौँ त्यो ट्रेडले हामीलाई साँच्चीकै थैया पार्छ त होइन, के त्यो त्यसले हामीलाई ठुलो लस निम्ताउँछ त भनेर चाहिँ आजको यो भिडियोमा चाहिँ म तपाईँलाई देखाउँछु है। सो यहाँनिर चाहिँ हजुरले हेर्न सक्नुहुन्छ एउटा रेजिस्टेन्स थियो र यो रेजिस्टेन्स चाहिँ अब जुन मार्केट जुन तल झर्दै आउँछ त्यसको लागि चाहिँ के हो, सपोर्ट हो है। सो हजुरले यो सपोर्ट रेजिस्टेन्स भनेको थाहा छैन भने मैले एउटा भिडियो पनि तपाईँहरूको लागि म एकदम डिपली तपाईँहरूलाई बुझाउनको लागि म त्यो भिडियो बनाएर अपलोड गर्नेछु। मलाई जानकारी गराउनुहोस् यदि तपाईँ त्यो कुराहरू पनि जान्न सिक्न चाहनुहुन्छ भने चाहिँ। सो अहिलेको लागि चाहिँ तपाईँले यहाँनिर हेर्न सक्नुहुन्छ, यो हाम्रो के हो, एउटा सपोर्ट हो। सपोर्ट कसको लागि हो, जब मार्केट झर्दै आउँछ त्यसको लागि सपोर्ट हो। र जब सपोर्ट ब्रेक हुन्छ, त्यो ब्रेक भइसकेपछि चाहिँ अर्को सपोर्टसम्म चाहिँ मार्केट जाने चान्सेस एकदमै हाई हुन्छ
है। त्यसैले हामीले चाहिँ त्यो ब्रेक भइसकेपछि चाहिँ हामीले त्यहाँनिर स्टप लस राख्नुपर्छ या त हामीले सेल गर्नुपर्छ ताकि लस कम होस् भनेर। यदि हामी ट्रेडर हो भने चाहिँ, अब इन्भेस्टर हो भने चाहिँ अब त्यो अलग बाटो हो, र हामी ट्रेडरले चाहिँ किनेको पनि माथि नै हुन्छ र त्यो हिसाबले हामीले हाम्रो त्यसलाई पनि स्टप लसहरूको पनि हामीले म्यानेज गर्नुपर्छ र त्यो हिसाबले हामीले किनबेच पनि हामीले के गर्छौँ। सो एज अ ट्रेडर तपाईँले हेर्न सक्नुहुन्छ यो एरियामा चाहिँ के भएको थियो भन्दाखेरि मार्केटले यहाँनिर सुटिङ स्टार बनाएको थियो। सो सुटिङ स्टार भनेको चाहिँ के हो, अब जुन माथि बढ्दै गरेको जुन मार्केट छ त्यसलाई चाहिँ अब प्राइस घट्न थाल्छ भनेर चाहिँ हामीले बुझ्छौँ र जब ब्रेकआउट हुन्छ, ब्रेकआउट भइसकेपछि अझ नराम्ररी मार्केट घट्छ भन्ने चाहिँ हामीले के गर्छौँ बुझ्छौँ। र तपाईँले यो एरियामा हेर्नुहुन्छ कि ब्रेकआउट भइसकेपछि कस्तो घटाइ छ यहाँनिर हजुरले हेर्न सक्नुहुन्छ। एकदम डिजास्टर टाइपको घटाइ हजुरले देख्न सक्नुहुन्छ है। सो यही घटाइ यहाँनिर पनि हुन्थ्यो तर भएन र त्यो त्यतिखेर बेच्नेहरूलाई चाहिँ थैया भएको थियो कि हो। त्यसैले गर्दाखेरि यो जुन भिडियोको जुन टाइटल छ नि त्यसको इम्पोर्टेन्ट एकदमै धेरै छ है। मैले भन्न खोजेको बुझ्दै हुनुहुन्छ नि, एकदमै धेरै छ। अब यहाँ हेर्न सक्नुहुन्छ हजुरले यही घटाइ यहाँनिर पनि हुन्छ भन्ने हिसाबले धेरै ट्रेडरहरूले के गरेका छन्, सेल गरेका छन्। किन सेल गरेका छन् भन्दाखेरि चाहिँ एक त यो ब्रेकआउट भएर ओपन भएको छ, मतलब भएको भन्नाले भएको चाहिँ छ, मतलब ब्रेकआउट त भएको हो तर क्लोज भएको थिएन कि, मतलब यो तल नै ओपन भएर यो लाइनको तल नै ओपन भएको थियो र तल ओपन भइसकेपछि मार्केट यसरी तल आउँदै गर्दा रातो क्यान्डल स्टिक बन्दै जाँदाखेरि मान्छेहरूले यस्तै कल्पना गरेर, किनकि ब्रेकआउट पछिको त तपाईँको मार्केट भनेको डिजास्टर लेभलको फल हुन्छ हो, त्यही उनीहरूले पनि यहाँनिर एज्युम गरेर क्लोज हुनु अगाडि नै के गरेका छन्, धेरैजना ट्रेडरले सेल गरेका छन्। तर हेर्नुहोस् त एन्ड अफ द डे के भएको छ, मार्केट माथि गएर क्लोज दिएको छ। इट मिन्स बेच्ने ट्रेडरहरू थैया भएका छन् है। बुझ्दै हुनुहुन्छ मैले भन्न खोजेको कुरा। उनीहरूले के एज्युम गरे, अब यसलाई ब्रेकआउट पक्का हुन्छ र क्लोज पनि तलै दिन्छ भन्ने उनीहरूले एज्युम गरे, मार्केटले होइन, उनीहरूले एज्युम गरे र त्यो एज्युम गरिसकेपछि यस्तो खालको फल यहाँनिर हुन्छ भनेर उनीहरूले सोचेर त्यो एज्युम गरेर जब उनीहरूले सेल गरे क्लोज हुनु अगाडि क्यान्डल थैया भयो। त्यसैले हामीले जहिले पनि ट्रेड गर्दाखेरि, हामीले जहिले पनि किन्दा बेच्दाखेरि चाहिँ प्रपर कन्फर्मेसनको आधारमा हामीले गर्नुपर्छ। कौवाले तिरो कान लग्यो भन्दै गर्दाखेरि प्रपर कन्फर्मेसन लिएर मात्र कौवाको पछाडि भाग्ने हो कि, कान छ भने भाग्ने होइन है। र आई थिङ्क कि कौवाले कान ल यो टपिक छोडाउँछु, मैले बुझाउन खोजेको कुरा तपाईँले बुझ्नुभयो नि। सो यहाँनिर क्लोज दिएको छैन र क्लोज नदिइसकेपछि के हुन्छ भन्दाखेरि चाहिँ हामीले सेल गर्दाखेरि चाहिँ हामीलाई लस हुन्छ। सो हेर्नु कति टाइम लाग्यो यो वाला ब्रेकआउट आइपुग्नको लागि, कति टाइम लागेको छ हेर्नुहोस् त। म तपाईँलाई टाइम पनि देखाउँछु है, कति टाइम लागेको छ भन्दाखेरि यहाँदेखि तपाईँले यदि हेर्नुभयो भने यहाँसम्म हेर्नु भने लगभग तपाईँको कति दिन छ, 95 डेज लागेको छ। इट मिन्स लगभग 3 महिना लाग्यो नि त, 3 महिना, त्यही पनि यत्रो महँगो स्टकमा। कति थैया भएको होला भने यतिसम्म तल आउँदाखेरि है। सो तपाईँले यो भिडियोमा चाहिँ पुरै बुझ्नुभयो जस्तो लाग्यो मलाई होइन, कि क्यान्डल स्टिक क्लोज नभइकन किन्दाखेरि या त बेच्दाखेरि कति ठुलो घाटा हुन्छ भन्ने कुरा तपाईँले बुझ्नुभयो र घाटा भन्दा पनि कत्रो ठुलो इम्प्याक्ट पार्छ भन्ने कुरा तपाईँले आजको यो भिडियोमा बुझ्नुभयो जस्तो मलाई लाग्यो। सो भिडियो कस्तो लाग्यो तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोस्। म फेरि पनि भन्छु यो भिडियोहरू चाहिँ ट्रेडरको लागि चाहिँ एकदमै नलेजेबल रहन्छ है। मैले अपलोड गर्ने भिडियोहरू चाहिँ तपाईँहरूको लागि एकदमै नलेजेबल भिडियो हुन्छ। त्यसैले गर्दा पनि यो च्यानललाई सब्सक्राइब गर्नु होला र आफ्ना ट्रेडर साथीहरू सम्म यो भिडियोहरू पुर्याउनु होला, ताकि उहाँहरूले पनि यस्तो धेरै कुराहरू सिकुन् र आफ्नो लसलाई चाहिँ एकदमै मिनिमाइज र प्रफिटलाई चाहिँ एकदमै म्याक्सिमाइज होइन गराउन चाहिँ हेल्प हुनेछ। सो भिडियो कस्तो लाग्यो अघि पनि स्टार्टिङमै भनेको नि कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नु होला। सो आजको लागि चाहिँ यति नै गरौँ होइन। सो नेक्स्ट भिडियोमा भेट हुने नै छ।
सो त्यतिखेरसम्मका लागि बाई एन्ड टेक केयर र नबुझ्नु भएको कुरा त्यस्तो केही छ भने चाहिँ कमेन्ट बक्समा कमेन्ट गरेर सोध्नु होला सो बाई बाई वन्स मोर